जय मसी यहाँहरू सम्पूर्णलाई फेरि पनि सदा जस्तै अ, आज पनि हजुरहरूको माझमा एपिसोड 3 लाई लिएर आएको छु। एकदमै धन्यवाद जो जतिजनाले एकदमै माया गरिदिनु भयो एपिसोड 1 अनि 2 लाई। म हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु। अनि म आज हजुरहरूको बिचमा चाहिँ अ, यदि परमेश्वर हामीहरूसँग हुनुहुन्छ भने चाहिँ नथिङ एन्ड नो वान क्यान स्ट्यान्ड अगेन्स्ट अस भन्ने टपिकमा चाहिँ हजुरहरूको माझमा लिएर आइरहेको छु। अब विशेष गरिकन म हजुरहरूको माझमा पढ्न चाहन्छु जोसुवा 1 को 5 नै है। नो वान विल बी एबल टु स्ट्यान्ड अगेन्स्ट यु all the days of your life as I was with you with Moses, so I will be with you. I will never leave you nor forsake you. हालेलुया। परमेश्वरको वचन यति साह्रो स्ट्रङ छ कि यति साह्रो स्ट्रेन्थ दिन्छ कि भित्रबाट नै चाहिँ तपाईँको साथमा कोही पनि खडा किन नहोस्, बट इफ यु आर विथ गड, गड इज अलवेज विथ यु है। परमेश्वर धेरै महान हुनुहुन्छ। अनि जस्तो पनि सिचुएसन किन नआओस्, जो पनि तपाईँको विरुद्धमा अनि मेरो विरुद्धमा खडा किन नहोस्, यदि हामी चुनिएका हौँ अनि परमेश्वरको राज्यको लागि छानिएका हौँ भने चाहिँ कुनै पनि कुराले चाहिँ हामीलाई हानि गर्नु सक्दैन। केही पनि कुराहरू हाम्रो विरुद्धमा चाहिँ हामीहरूको अगेन्स्टमा चाहिँ खडा हुनु सक्दैन अनि त्यसले ओभरकम पनि गर्नु सक्दैन है। अनि यति जोसुवाको पुस्तकमा मात्रै नभएर, यहोशूको पुस्तकमा मात्रै नभएर, रोमीको पुस्तकमा पनि हामीले पाउँछौँ। रोमी 8 को 31 मा, इफ गड इज विथ अस हु क्यान बी एगेन्स्ट अस है। यदि परमेश्वर हामीहरूसँग हुनुहुन्छ भने चाहिँ केही कुरा पनि, कुनै सर्कमस्टान्सेसहरू पनि हामीहरूको विरुद्धमा चाहिँ खडा हुन सक्दैन। हुन्छ, यो चाहिँ तपाईँको लागि एउटा उत्साह गर्नुको लागि लिएर आएको एउटा वचन हो। परमेश्वरलाई महिमा होस्। आशा छ हजुरहरू पनि आशिषित हुनुभएको छ भनेर।